हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ सबैजनालाई मेरो नयाँ भ्लगमा स्वागत गर्दछु है। आज धेरै पछाडि हामी नयाँ भ्लग खिच्नुको कारण चाहिँ के थियो भने आज चाहिँ हाम्रो दिदीको बर्थडे छ है। तल हाम्रो दिदी भर्खर आउनुभएको छ नि त, विदेशदेखि भर्खर आउनुभएको छ। दिदीको बर्थडे छ। त्यही दिदीको बर्थडेमा चाहिँ आज चुपचाप केही नभनिकन सरप्राइज दिन जाँदैछौँ हामी। सामानहरू सबै रेडी भइरहेछ हेर्नु है। अब यहाँ यो हाम्रो बुके रेडी भइरहेछ घरमा आफै बनाएको जिनाले। यहाँ गिफ्ट रेडी भइरहेछ। यहाँ हाम्रो सर फेरि सुपर एक्साइटेडमा हुनुहुन्छ। एक्साइटेड होइन प्रसिद्ध? के गर्ने आज भन् त? कहाँ जाने? दिदीको घर। किन? बर्थडे। कसको बर्थडे? दिदी। अनि के गर्ने आज? साइलेन्ट जाने होइन, सरप्राइज दिन अनि बर्थडे मनाउने होइन, केक खाने होइन। पुरै एक्साइटेड छ प्रसिद्ध पनि है। अब हामी टक्क अगाडि जान्छौँ। केक मैले बिहानै अर्डर दिइसकेको छु। अब केक लिने, त्यहाँको केक लिने, केक सेक लिएर टक्क चुपचाप अब अघि दिदीलाई फोन गरेको छु कहाँ हुन्छ भनेर। इटरीबाट आउँदैछु भन्नुभएको छ। रोमन भान्जाले पनि फोन गरेको थियो। भान्जाले पनि सरप्राइज दिउँ मामा भन्दै थियो भन्न चाहिँ, तर अब म भ्याउँदिनँ आउँदिनँ भनेको छु। तर अब जाने, चुपचाप जाने। अभिषेक आउँछ बाइक लिएर पारीबाट, भाइ आउँछ अनि सर बाइकमा जाने हामी। अनि गइसकेपछि ट्याक्क घर अगाडि पुगेर बिस्तारै ट्याक्क छिरेर अब कस्तो सरप्राइज हुन्छ तलको भिडियो हेरौँ है ल। छिटो 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 प्रसिद्ध रेडी भयो यहाँ जानलाई पुरै। हामी सबैजना रेडी। अब सर जाने, ट्याक्क केक किन्ने। अघि लिइसकेको छ केक। अनि केक दोकानमा केक लिने। अभिषेक आउँदैछ अनि ट्याक्क जाने केक दोकान। ट्याक्कै केक दोकानमा आइपुग्यौँ हामी। केक दोकानमा हाम्रो केक चाहिँ कुन हो? ए उतै छ अरे, ल्याइदिन्छ मुन्नेले। अब ट्याक्क केक लिने, स्प्रेहरू पनि लिने अनि ट्याक्कै यहाँदेखि हामी रवाना हुने। आज चाहिँ हल्का रमाइलो हुन्छ तल गएर छ त क्या। रोमन पनि ट्याक्कै हामीले यहाँ बोलाएको थियौँ, रोमन पनि ठ्याक्कै आइपुग्यो। अब चाहिँ हामी सर जाने पखै ओइ ट्याक्कै टाइमिङमा हामी फेरि अहिले रोमन ठ्याक्कै आइपुग्यो। हामी दुईजना बाइकमा छौँ। अब चाहिँ हामी सर जान्छौँ। यहाँदेखि अलिकति तलतिर छ, थोरै तल छ दिदीको घर। ट्याक्कै गएर बिस्तारै साइलेन्टमा सरप्राइज दिनु भन्ने कुरो छ। ओके त्यहाँ पुगेपछि हेरौँ है कस्तो हुन्छ ल। हामी आइसक्यौँ है, हामी आइसक्यौँ। हामी आइसक्यौँ। अब पनि Happy birthday! Happy birthday! Ayo! Ayo! यतिको पछि त एक्साइटेड हो नि त। आम्मा यतिको चाहिँ हुनुपर्छ क्या साइलेन्टमा। यतिको चाहिँ हुनुपर्छ होइन इसा? ओ आम्मा बाटोमा केक किन्दै थियौँ त्यति बेला। यो हाम्रो प्लान थियो नि त कति बेलादेखिको। कहिले उसले कतिखेर उसलाई आज बिहान चाहिँ उसले भन्दैछ मामा के दिउँ न त मम्मीलाई यसो गरौँ न भन्दैछ कि। हा भ्याउँदिनँ म, आमा मेरो क्लास हुन्छ ट्युसन हुन्छ भने ल्याङ गरिदिएँ। भरे फेरि भनिदिउँ न त के गर्नु उहाँ हुन्छ फेरि भनेर उयो माथि बोलाएको अघि भर्खर। त्यहाँबाट मम्मीलाई सिटिङ रुममा लैजाऊ, गफ लाउँदै गर, जिमको गफ लाउँदै गर न, जिममा एउटाले यस्तो गर उस्तो गर के भयो भन्दै भनेको पत्याउँदैन फेरि भन्दै थियो। प्रसिद्ध मजा आयो नि होइन?
ट्यास उहाँबाट बन्द गऱ्यो फेरि ठ्याक्क आएको भिनाज फेरि ती हुँदो रहेछ ठ्याक्क ओभर दामी भयो मजा भयो एकछिन चाहिँ अब केक काट्नुपर्छ हामी बिस्तारै भनिसक्यो बर्थडे भोलि भन्ने ईसा भाइरल मेरो युट्युब च्यानलमा ईसा भाइरल यतिको अब केक होइन प्रसिद्ध मजा आइरहेछ नि तँलाई मोज भइरहेछ होइन केक खान पाएपछि त बब्बाल मजा आउँछ नि त उसलाई रमन पनि ह्याप्पी पुरै ओके हाम्रो चाहिँ अब बर्थडेको केक काट्ने कार्यक्रम हुँदैछ केक काट्न रेडी भइरहेको छु यहाँ दिदी पुरा रेडी भइराख्नु भएको छ पुरै एक्साइटेडमा केक काट्न रेडी भइराख्नु भएको छ अब केक कटाउने हुन्छ है रोमन डटफटमा ल रेडी हो है तिमी पनि हो नानी पनि पुरै एक्साइटेडमा छ केक कटाउनलाई रेडी भइरहेको छ खोइ त लाइटर साइटर छैन त अनि केकको लागि ऊ लाइटर आयो ल रोमन ल्याउ त फेरि गफ बढी भइगयो होइन नानी अलि मजाले बस्छ दुइटै एकैचोटि बाल्दै नि त मजाले बाल्नु हौ बाल्दै एउटा मात्रै बल्छ हौ त ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु बाबा बर्थडे हुँदैछ हाम्रो त राति मजाले मनाउँदैछौँ हामी चाहिँ आजको सरप्राइज बर्थडे थियो हाम्रो दिदीको दामी बर्थडे भइरहेको छ है रमन सर यहाँ पुरा भिडियो खिच्दै हुन्छ मेरो र ऊ यो त के अरे अन्डा पनि हैन बुवा तपाईहरुले खाना केक यो टल्काई त के हो टल्काई रमन सर टल्काई त फेरि बवाल छ त नि ल ह्याप्पी बर्थडे दामी बर्थडे हुन्छ टेस्ट दामी छ नि फेरि यसको होइन टेस्ट एकले यसको बेग्लै टेस्ट हुन्छ गनाउँदैन क्या दुई जस्तो रोमनले ल के मात्रै खुवाउने हो कि अरे क्या नानीले खाँदैछ है बाबा यतिको चाहिँ हुनु पर्यो है रोमन सर म यो चबाउँदैछु एकछिन प्रसिद्धले चाहिँ अलिक धेरै नै भइगयो हो प्रसिद्ध धेरै भयो जस्तो छ त प्रसिद्ध ल अब हाम्रो केक खाने कार्यक्रम चलिरहेको छ यहाँ एकछिन भिडियो पज चाहिँ नगरौँ होला होइन यस्तो दामी भइरहेछ यहाँ अनि अलिक धेरै गुलियो भयो क्या बर्थडे गिफ्ट पनि आयो यहाँ चाहिँ बर्थडे गिफ्ट पनि आयो है अब अनबक्सिङ पनि हुन्छ होला नि त फेरि अनि यहाँ हाम्रो सर्ट भिडियो हुन्छ खोलो ल भिडियोमा प्रष्ट देखिरहेको छ यहाँ के छ कस्तो छ भनेर सरप्राइजमा पनि के हुन्छ हौ यो त रोमन सर
खोइ त नि झिकौँ न अब कस्तो गोजी नै मिलेन है क्या जस्तो लाग्यो मलाई त म खोल्दैछ है अब के हो कस्तो हो के छ सरप्राइजमा यस्तो मन पऱ्यो नि नपरे नि पर्छ सरप्राइज भनेको मन पर्नै पर्छ मन पर्नै पर्छ भन्ने कुरा छ निस्क्यो ताली अब लाइब्रेरी होला हौ फोटो खिच्नु पर्ने लाइब्रेरी फोटो खिच्नु पर्छ होला हौ यो त लु गरिहालौँ त ल चेन्ज गरिहालौँ त गर ल तुरुन्तै फेरि यो चाहिँ यही हाम्रो आजको उयो नै यही छ क्या कन्सेप्ट नै यही छ भिडियो पज गर्ने भनेको एकछिनमा हुन्छ कि ल हाम्रो कन्सेप्टै यही हो लु सुरु गरौँ न जाउँ त ल जाउँ फेरि ल आयो ल बर्थडेको गिफ्ट सहितको ट्याक्क उसमा आयो है सुहायो अब यति सुहाएपछि भइहाल्यो होइन दामीसँग यस्तो टक्क होइन अलिकति खानु न यो छैन यसमा केही पनि राम्रो छ ल आजको हाम्रो बर्थडे चाहिँ यस्तै भयो गिफ्ट पनि चिटिक्क परेको सुहायो होइन अब त त्यस्तो महँगोसङ्गो भन्ने कुरै छैन पैसा अलिअलि भनेको त्यस्तै हो होइन आजको सरप्राइज हाम्रो रमाइलो भयो रोमन सरसँग एकछिन अब कोलाबोरेसन पनि गरियो होइन अलिअलि आजको रमाइलो भइगयो आजको यस्तै रहेछ हाम्रो यस्तै थियो सबैजनाले हेर्नु होला लाइक सेयर सब्सक्राइब गर्नु होला आजको ल बाई